सो हेलो गाइज वेलकम ब्याक माइ भिडियो है। सो आजको यस भिडियोमा तपाईहरुलाई स्वागत छ। सो जस्तै कि तपाईहरुले धेरै अर्निङ प्लेटफर्मको बारेमा बुझिसक्नु भएको छ र युज पनि गरिसक्नु भएको छ। जसमध्ये सबभन्दा बेस्ट चाहिँ मलाई अहिले लागेको भनेको यही हो, किन भन्दाखेरि यो 18 दिन भइसक्दा नि एकदम प्रोपरली स्मुथली चलिरहेको छ के। जस्तै मैले $10 को एउटा प्याकेज लिएको थिएँ जसमा मलाई डेलीको $2 अन हुन्थ्यो है। सो मेरो इन्कम हेर्न सक्नुहुन्छ। जस्तै इन्कममा गएर हेर्यो भने 8 तारिक 2 तारिकदेखि लिएको मैले अब नन स्टप 8 तारिकसम्म $2 दिइराखा। सो हेर्न सक्नुहुन्छ। मैले चाहिँ 3 6 7 दिन चाहिँ लिइसकेको छु र टोटल $14 मैले अन गरिसकेको छु यहाँदेखि। एकदमै बेस्ट। अनि विड्रोको कुरा गर्नुहुन्छ भने विड्रो प्रुफ पनि हेर्न सक्नुहुन्छ। विड्रो पनि यति डलर चाहिँ मैले लिइसकेको छु र यो आज लिएको विड्रो हो। चेक इनमा जस्तै क्लिक गर्न सक्छौँ। कति छ 10:51 छ है। सो तपाईहरुले समय याद राख्नु होला र मैले प्रुफ पनि देखाउँछु तपाईहरुले। जस्तै माई इन्भेस्टमेन्ट चाहिँ यो मात्र छ है, अरु चाहिँ मैले गरेको छैन। धेरै इन्भेस्ट पनि गर्नु राम्रो होइन, भोलिको दिनमा समस्या आयो भने गाह्रो हुन्छ। सो बुझेर अनि जस्तै यहाँ मैले टेलिग्राममा जोइन हुनु होला अनि मैले डिटेल यहाँ दिएको थिएँ, हेर्न सक्नुहुन्छ। आज मैले 10:51 भनेको थिएँ नि। सो त्यो भयो। अनि त्यसपछि यहाँ टाइमिङ हेर्नु 10:52 अनि त्यसपश्चात यो चाहिँ विड्रो प्रुफ है। 1 मिनेटमा मेरो विड्रो आइसकेको थियो। र यदि टेलिग्रामको प्रोजेक्ट सबभन्दा अगाडि जान्न चाहनुहुन्छ भने यो टेलिग्राममा पनि जोइन हुन सक्नुहुन्छ। नेपाली अर्निङ अभिषेक छ नाम चाहिँ। सो त्यही हो, एकदम बेस्ट लाग्यो यो प्रोजेक्ट चाहिँ। अब कति दिन चल्छ त्यो त भन्न सकिन्न, चलिहाल्ला 1 हप्ता समथिङ। र अर्को प्रोजेक्ट हाम्रो टेलिग्राम प्रोजेक्ट हो, जसको बारेमा मैले यसभन्दा अगाडिको भिडियोमा पनि बताएको थिएँ। सो हेर्न सक्नुहुन्छ। यसमा पनि मैले केही गरेको छैन, बस जोइनिङ गरेर छाडिदिएको छु। डेली आउँछु, लगइन गर्छु र हिस्टोरी हेर्न सक्नुहुन्छ। मैले डेलीको यति अर्न गरिरहेको छु $0.27 भन्नाले केही रुपियाँ त भइरहेछ नि। यति दिन चलिसकेछ यो र आगामी दिनमा पनि चल्छ। हुन्छ भने यसमा इन्भेस्ट गर्न सक्नुहुन्छ। मेरो सजेसन त यही हो। यो यसमा गर्दा एकदम बेस्ट हुन्छ, किनकि सर्टिफिकेट प्राप्त छ योसँग र रेफर गरेर पनि कमाउन सक्नुहुन्छ। यदि तपाईले $20 भन्दा कम इन्भेस्ट गर्नुभयो भने 5.5% डेलीको तपाईको कम्पाउन्डिङ हुन्छ। जस्तै तपाईले $10 गर्नुभयो, सो $10 को तपाईको पर डे कति हुन्छ भन्दाखेरि 5.5% भन्नाले $0.55 तपाईको डेली इन्क्रिज हुन्छ। जस्तै त्यसपश्चात तपाईको कस्तो 10.55 भयो, त्यसपछि अनि 5.5% गर्दाखेरि तपाईको फेरि 5.8 आउँछ तपाईलाई। अनि यस्तो गर्दा गर्दै $11 हुन्छ। गर्दा गर्दै अनि जब $11 इन्भेस्ट गर्नुहुन्छ, सो त्यसपश्चात जस्तै 5.5 0.6 आउँछ। यस्तो गर्दा गर्दै चाहिँ तपाईको कम्पाउन्डिङ हुँदा हुँदै चाहिँ यसमा बढ्छ। सो बाँकी तपाईको चोइस यसमा गर्न सक्नुहुन्छ। अनि एकदम बेस्ट छ यो पनि प्रोजेक्ट, 1 सालदेखि चलिआएको, जस कारणले मैले तपाईलाई सजेसन दिएको। र साउदी ओइल पनि एकदम बेस्ट लाग्यो, यसमा पनि बबालले भइरहा। र कुरा गर्ने हो भने यसको यो चाहिँ अब केही दिन मात्र टिक्छ जस्तो मलाई लाग्छ, किन भन्दाखेरि भन्न सकिन्न। मेरो सजेसन अनुसार त यो पनि अब म्याक्सिमम 10 दिन चल्ला, नत्र हप्ता दिन मात्र चल्छ। सो अब जो आउँदैछ त्यसले चाहिँ इन्भेस्ट नगरेको बेस त्यसमा। यदि गर्न चाहनुहुन्छ नै म गर्छु भनेपछि गर्नुस्, तपाईको इच्छा हो। सो भिडियो आजको यही हो। कस्तो लाग्यो लाइक शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला। हाम्रो टेलिग्राममा जोइन हुन सक्नुहुन्छ। टिकटकमा चाहिँ मेसेज बन्द भएकाले रिप्लाई गर्न र मेसेज गर्न अहिले सकिरहेको छैन। सो बाँकी तपाईलाई इन्फर्म मैले गरिरहेकै हुन्छु टिकटकमा र युट्युबमा। 11 तारिकदेखि चाहिँ हाम्रो अनि टिकटकमा नि मेसेजहरु खुलिसक्छ र तपाईहरुले मेसेज गर्न सक्नुहुन्छ। सो यो भिडियो यही नै सक्दिम र लाइक शेयर एन्ड सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। अनि कुन प्रोजेक्ट चाहिँ तपाईलाई बेस्ट लाग्यो त्यो कमेन्ट गर्न सक्नुहुन्छ र नयाँ कुन प्रोजेक्ट आएको छ मलाई जानकारी पनि दिन सक्नुहुन्छ है त। हस्।